हेलो नमस्ते सबैजनालाई। सबैजना आरामै हुनुहुन्छ होला। हामी पनि एकदम ठिक छु। आज चाहिँ हामी फेरि सधैँ चाहिँ बजार जान लागेको छौँ सबैजना। आज चाहिँ बाहिर हल्का पानी परिरहेछ, भएन हल्का जाडै छ। त्यही हामी चाहिँ बजार जानको लागि तयार हुँदैछौँ। त्यही हो, सधैँ हाम्रो चाहिँ शनिबारमा चाहिँ सामान लिन जाने आउने यस्तै हुन्छ। अनि आज चाहिँ हल्का हाम्रो ठुलो भाइको आज बर्थडे छ। आज केक काट्ने कार्यक्रम पनि हुन्छ होला बेलुका एकछिन। सधैँ यस्तै हुन्छ हाम्रो चाहिँ, हो कि होइन हजुर? बस कार्ड त मेरो त खल्तीमा छ कि छैन त? ए मेरो पनि खल्तीमै रहेछ। त्यहाँदेखि हामी चाहिँ फेरि अब हिँड्न लाग्यो। बाहिर चाहिँ अब पानी परिरहेको अवस्था। पानी पऱ्यो भने के हाल्नु, हप्ताभरि खानुपर्छ। बजार त जानु परेको, त्यही हो खानु परेको। आजभोलि चाहिँ मलाई अलि सन्चो नभएर अलि जागर पनि आएकै छैन। भए पनि बसिरह्यो भने त्यो हुन्छ भनेर जानै पर्छ। यस्तै हो त्यसको जिन्दगी। निस्किसकेका छौँ। आज हेरौँ आजको हाम्रो चाहिँ के हुन्छ। बाहिर हेर्दै जाउँ कस्तो हुन्छ। आज कोही पनि निस्किरहनु भएको छैन भित्रबाट। म एक्लै बाहिर निस्किसक्यो। बाहिर भन्दा नि किचनमा आइसकेको छौँ। तयार भयो जनताहरू? तयार भयो? पानीले भिज्छ नि हजुर। मैले त यो ट्राउजर लगाएर आएको चिसो पो हुन्छ क्या हो। चिसो पो छ त। अब टाइमै छैन। होस् अब क्या भयो त्यता? क्या नहीं कुछ ना कुछ है आज। क्या है? किन लुकेर बसे अनि? हाम्रो भाइ चाहिँ यहाँ ढोकाबाट लुकी हेरेर बसिरहनु भयो। हामी चाहिँ अब हिँडेको बजार। जाडो छ, कस्तो मौसम भएछ कि आजको। फेरि गाडी जान्छ आज। छिटाउनु है, गाडी जान्छ। हामी चाहिँ हिँडेको सधैँ चाहिँ यस्तै हो हाम्रो चाहिँ। यत्रो गाडीहरू बस्छ। यो चाहिँ हाम्रो यो चाहिँ बडी गार्ड हो क्या। हाम्रो के भन्छ कम्पनीको गेटमै बसिया छ। यिनीहरू बसेको लगभग भइसक्यो 3 महिनाभन्दा बढी भइसक्यो। बाटो पुरेर बसेको चाहिँ हाम्रो के अरे कम्पनीको के भने पाले भन्छन् है, पाले दाइ। दुईवटा पाले दाइ, ठुल्ठुलो पाले दाइहरू बस्न थालेको धेरै भइसक्यो छ। र हामी चाहिँ यतिकै सबै बोल्दै हिँडिरहेको छु। भए पनि यस्तै हो। के भन्नु अरू त? के भन्नु के न के बोल्नु न। आजको दिन चाहिँ यहाँ त छ्याक गर्न थाल्न लागेको छ नि। यहाँ त अब त हिजो अस्ति प्याँ गरिरहेको थियो नि। यहाँ त छतङ्गी राम्रो त हामी त कसरी हिँड्ने त? कहाँबाट हिँड्ने त हामी? यो कुनाबाट या बनाएछ बनिसकेको छ नि। तार त हालिसकेको छ। अब यहाँ खाएर सवाहरू आयो भने
अब हाम्रो साउहरू पनि आयो भने जाने पछि पैसा काट्छ क्या त्यसका बाजीका काट्छ नि आज चाहिँ हाम्रो ठुलो भाइको बर्थडे हुन गइरहेको छ ह्याप्पी बर्थडे छ आज हाम्रो भाइको आज चाहिँ हाम्रो केक पनि काट्नु जाडो छ त म त मर्ने भयो जाडोले बाहिरबाट हिँडिरहन्छ नि त गाडीबाट झरेर पनि मान्छेहरू जाडो भएर हिँडिरहेको छ हामी चाहिँ आज भाइको बर्थडेमा केक पनि किनिसकेको छ आज हाम्रो भाइको बर्थडे भएको भएर यसरी केक किनेर हिँडिरहेछौँ केक त हामीले किनिदिन्छु भनेको त भाइ आफै किन्नु भएको छ केक पनि किनेर हिँड्छौँ अब घर गएर बर्थडे पार्टी हान्नुपर्छ मेरो पनि हाम्रो एकदम हाम्रो आजको बर्थडे पार्टी कस्तो हुन्छ हेर्दै जाउँ कताबाट यताबाट हामी चाहिँ अस्तिको एउटा करोडौँको माल पारेछ हाम्रो चाहिँ आज भाग्य चम्किने सबैजनाले भाग्य चम्किने को लिएर छु हेर्दै जाउँ कसको भाग्य चम्किने हो आज हाम्रो भाइको बर्थडे पनि हो होइन भाग्य चम्किन पनि सक्छ भाइले लेखेको है जादङ भनेको जादङ हो आज हाम्रो हाउसवाइफ कहाँबाट काट्न आइरहेछ म त पऱ्यो सौल अर्को हप्ता सौल छोड्दिन हो पछि हिँड्ने हो हाम्रो भाइको पछि हिँड्ने केही नभनिकन अलिकति आफ्नो अलिकति त्यसले नै भइहाल्छ क्या मान्छे होइन अलिकति भए पनि केक पनि त्यही भित्र हालेको हामी चाहिँ पुरा घर पनि आइसकेका छौँ सामान झिक्दै हुनुहुन्छ अनि सामान चाहिँ फेरि हाम्रो आज बर्थडे पार्टी हुँदैछ बजारबाट नै हामी भर्खर आइपुगेका छौँ है अब चाहिँ हामी हाम्रो भाइको बडे भाइको आज बर्थडे भएको भनेर आज हामी चाहिँ बर्थडेको केक काट्नको लागि जान लागिरहेको छु तयार भएर बाहिर यसो सेटिङ गर्नु पर्यो अब खानेकुराहरू पनि आज हामीले घरमा केही पनि बनाएको छैन भाइले अब बाहिरैबाट चिकन फ्राई चिकन खाने भनेर हामी चाहिँ बाहिरबाट चिकनै लिएर आएको छौँ आज हाम्रो भाइको तर्फबाट फुल पार्टी छ है हाम्रो लागि हामी चाहिँ हजुर तयार हो तयार ल जाउँ त्यसो भए मेरो गिलास पनि ल्याउनु हजुर अहिले औषधि खानुपर्छ पानी लिएर हामी चाहिँ अब केकहरू यताउता सेटिङ हाल्नुपर्छ पहिला सलादहरू काट्नु पर्यो है हजुर मैले चाहिँ
चामल धोएर भात बसालिसकेको छ भर्खरै पानी हालेर अब चाहिँ मसाल्नु पर्छ भात अब 27 मिनेटपछि भात पनि तयार हुन्छौँ अहिले के गर्न लाउनु भएको छ सलाद हामी चाहिँ सलाद बनाउनु भएको छ किनभने मासुसँग सलाद पनि खानुपर्छ त्यो त तताउनु पर्छ होला हौ चिकन त चिसो भइसक्यो है अहिले अब पछि पर्छ अघि चिकन पनि यहाँ किनेर लिएर आएर टक्क राखिसक्यो चिसो भइसक्यो चिकन त यो चाहिँ हाम्रो भाइको आज बर्थडे पार्टी चाहिँ फ्राई चिकन 2टा कुखुरा हो नि फेरि थोरै देख्नु भन्नु होला अनि यो चाहिँ हाम्रो सलाद भइहाल्यो हाम्रो भात चाहिँ अब पाक्दै छ साग हो सलाद हो तर हामी चाहिँ अब बर्थडे पार्टी यसरी मनाउन लागेको छौँ हाम्रो भाइको अब हामी चाहिँ तयार हुँदैछौँ हाम्रो भाइको बर्थडेको लागि केक काट्नको लागि किनभने केक चाहिँ हामीले ह्याप्पी बर्थडे लेखेको केक चाहिँ पाएनौँ किनभने यस्तो केकहरू मात्रै रहेछ त्यहाँ चाहिँ तर केक चाहिँ अलि भएन है अलिक के नमिले जस्तो लागिरहेछ मलाई हाम्रो भाइको अब बर्थडेको केक काट्नको लागि तयार भइरहनु भएको छ छिटो है गेम खेलेर मान्छे हेर्नु न यस्तो छ लाइट अफ गर्नु कहाँ हुन्छ लाइट अफ गर्नु एकैछिनमा यो भिडियोमै छ होइन हौ भिडियो त नगर्नु कि त्यो फोटो खिच्ने हो के यहाँ चाहिँ ल भाइलाई जन्मदिनको धेरै 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 शुभकामना सधैँ खुसी रहनु होला सधैँ ह्याप्पी बर्थडे ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर भाइ ह्याप्पी बर्थडे टु यु मैले त फोटो मात्रै गरेको है ह्यापी बर्थडे टु मी ल सधैँ खुसी रहनु होला यसरी नै प्रगति गर्दै जानु होला 1 वर्ष बुढो हुनु भनौँ धेरै धेरै शुभकामना छ 1.5 मुरी भयो ल केक काट्यो उमेर गयो ल जम्मै काटिहाल्नु केक ल बैला कसलाई दिने हो ल दाइ खानु दाइ खाइसियो अबि हाल्नु ल दाइ थोरै गम्मै हाल्नु न गम्मै हाल्नु आदि हजुर खानु म त अलि रोटी मात्रै हाल्ने मलाई त अलिकति हुन्छ ल यता हेर केक त ढम्मै अजम्म छ ल मलाई नि त्यस्तै हो म पनि सेम टु सेम अङ्कुर मात्रै थोरै दिनु है मलाई थोरै यति अहिले पछि होइन गुलियो खाएर भए पनि कहाँ हातमा यत्रो बोका बोक्छु त म थोरै यति मात्रै भाइले के खाने रोटी ल
भाइलाई पनि रोटी होइन ल आउँछु भाइ अनि मम्मी खाऊ न कस्तै यार मलाई काट्ने मजा आउँदैन घममै होइन आमा घममै खानु भयो नि हातमै लो स्वाद देखाने हो क्या ल हामीले पोगले छ क्या किनभने हामीले बोकेर हिँड्यो नि त त्यही भएर क्या प्लेटमा हाल्नु प्लेटमा ल हामीले बर्थडे पनि यसरी मनायो आज खानु खानु हाम्रो भाइको बर्थडे पनि के गर्ने अहिले नखाने के अहिले नखाने अरे त्यसो भए एकछिन भित्र राख्नुपर्छ है भोलि मात्रै खानेलाई अब हजुर टिसु ल्याउनु न ल हाम्रो बर्थडेको केक पनि अब हाम्रो चाहिँ यहाँ फ्राई चिकन छ सबै छ अझ उतातिर पनि आउनै बाँकी छ खानेकुराहरू चाहिँ हाम्रो टन्नै छ आज हामी चाहिँ अब भाइको बर्थडेको केक पनि काट्यो अब हामी चाहिँ खाना खान लागेको आजलाई चाहिँ यति नै सबैजना राम्रोसँग बस्नु होला हामी पनि यस्तै हो होइन खाने मात्रै बाँकी छ अब अर्को नयाँ नयाँ भिडियोमा हजुरहरू सबैजनालाई भेटौँला आजलाई बाई बाई ल बाई बाई के भन्नु पान त स्मार्ट पार त यसका बारे घाँटी परेर सुरु हातै घाँटी भनेको सुरुमै घाँटी पर्यो अनि छान्दाखेरि यसो छान्नु पर्यो नि यता डल्लो तर मिठो छ मिठो छ समात पनि छिटो कम्बे हालौँ न खुट्टा जुठो भइसक्यो कम्बे अम्बे